हेलो साथीहरू सबैजनालाई गुड मर्निङ भन्न चाहन्छु। आज चाहिँ म यता माथि चाहिँ ब्लग बनाउन गइरहेको छु साथीहरू। यो चाहिँ देख्न सक्नुहुन्छ हाम्रो डाँडा गाउँ रहेको छ साथीहरू। अनि मेन रोडमा चाहिँ यस्तो रहेको छ साथीहरू। ल यो डाँडा गाउँ चाहिँ को लाई चाहिँ मन पर्यो कमेन्ट गरिदिनु होला। हामी डाँडा गाउँमा रहनुभएका दाजुभाइ तथा दिदीबहिनीहरूलाई आफ्नो गाउँ कस्तो लाग्यो कमेन्ट गर्नु होला। अनि लागौँ हामी अब अगाडितर्फ जाँदैछौँ साथीहरू। ओके, अनि अहिले बिहानको ठिक 8 बजिसकेको छ। अनि 8 बजे चाहिँ म ठ्याक्कै मुरी भन्ने ठाउँ पुगिसकेको छु साथीहरू। ल देख्न सक्नुहुन्छ। ल तपाईँहरूलाई म मुरे र धनकुटाको चाहिँ सिमाना पनि आज देखाउन गइरहेको छु है त साथीहरू। ल हामी डाँडामा आइसकेको छौँ। यहाँदेखि टाढादेखि एकदम राम्रो सुन्दर दृश्य तपाईँहरूलाई हेर्न सक्नुहुन्छ। होस्, घाम लागिसकेको छ साथीहरू। 8 बजिसकेको छ। अनि देख्न सक्नुहुन्छ साथीहरू सबैजनाले। मलाई लाग्छ सिमाना चाहिँ यही हुनुपर्छ र तपाईँले देख्न सक्नुहुन्छ डाँडा गाउँ सङ्खुवासला। यस्तै छ यहाँदेखि रोड देखिनुहुँदो